बेर लाग्छ अब भयो अहिले भएन भने अस्ति चाहिँ म ढिलो भयो भनेर त नान गरेँ होइन भइसक्यो धेरै बेर भइसक्यो त तिमी रेडी हुनलाई अझै धेरै टाइम भयो त यो सायद मलाई चाहिँ लाग्छ यो कतै बुढीलाई घुमाउनु लिएर जानु पर्यो भने मलाई मात्र होइन कि यो सबैलाई यो एक्सपिरियन्स गरेको हुनुपर्छ भयो 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 1 मिनट 2 मिनट भन्दा भन्दै अहिले अब रेडी भएको अहिले होइन अब अर्को बिगार्नुपर्छ नि हुन्छ छिटो भइसक्यो अब रह्यो अनि यत्रो बेर लाग्छ त अस्ति चाहिँ म ढिलो भयो भनेर ए लु अब एउटा यो चाहिँ मिलेन भन्दाखेरि कस्तो गरे तपाईले त मिलेन भने तसो छान्नु भएको म त रेडी भएको अलिअलि मेकअप गरेको त्यति त हो नि आधी घन्टा ल ठिक छ अब चाहिँ हामी निक्ल्यौँ है गाइस ए तिमी अहिलेसम्म रेडी भएनौ तिमी भने म रेडी भइसके त स्योर हो मेट्रो कार्ड आइडी कार्ड ब्यागमा छ अलिअलि होइन त अस्ति मलाई ढिलो हुँदा अलि यति लुगा फेरेको भने एउटा त्यो दाग लाग्दा खालि छिटो गरौँ हौ रेडी हौ दाग लागेर फेर्नु भएको थियो होइन धेरैवटा लुगा त्यत्तिकै फेरिराख्नु भएको थियो राम्रो देखेन भने म चाहिँ एकैचोटि रेडी भएको थिएँ अलिअलि त अब छोरी मान्छेलाई मेकअप गर्न टाइम लागिहाल्छ मलाई चाहिँ धेरै लाग्दैन मलाई 10-15 मिनट मात्रै हो स्योर हो यो हामीलाई मात्र होइन कि यो सबैलाई त्यस्तो फिल हुँदो रहेछ यो केटा मान्छेहरूलाई चाहिँ हामी निक्ल्यौँ है गाइस निक्ल्यो है मलाई त झ्याउ लाग्यो है बस्दा बस्दा अलिअलि बेला होइन ल छिटो ल ढोका लाएर निक्ल ल छिटो 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 ल ए ऊ मेट्रो गइहाल्यो नि यार तिमीले गरेर गयो नि अब फेरि कुरिरहनु पर्छ नि त त्यहाँ चिसोमा एकछिन कुर्दा केही हुँदैन कस्तो चिसो छ बेलुका चाहिँ कति धेरै चिसो का अब बेलुकै हिँड्नुपर्छ त दिउँसो जाउँ भने मान्ने होइन कहिले पनि म मान्दिनँ कि तपाईँ मान्नुहुन्न अब अलिकति सुटो परिहाल्यो नि अहिले मैले कति बजी 5-6 बजीतिर जाउँ भनेर भने होइन र 6 बजी भन्नुहुन्छ अनि उठायो भने फेरि म एकछिन सुत्छु भन्नुहुन्छ अनि फेरि कति बजीसम्म भन्नुभएको हुन्छ फेरि म भन्छु फेरि एकैछिन सुत्छु अब म भन्नुहुन्छ अनि उठ्नुहुन्छ अनि मेट्रो गयो अब कति बेर बस्नुपर्छ कति बेर पनि पर्दैन 10 मिनटमा आउँछ 12 मिनटमा आउँछ 12 मिनटसम्म त त्यसै झ्याउ हुने भयो नि त हामी जाने चाहिँ कहाँ हो निक्ल्नु त निक्ल्यो होइन 3 ठाउँ भइसक्यो यहाँ जाने भनेर क्यान्सल गरेको हामी जाने चाहिँ कहाँ त भेन्डम मल जाने भनेर प्लान गरेको हुन चाहिँ तर अब कहाँ पुग्छौँ कहाँ जान्छौँ भेन्डम मल होइन मैले भनेको चाहिँ कहाँ जाने भने कहाँ भने पछाडि कतारा जाउँ कतारा अल्छी लाग्यो के अनि के अरे यसो काहीँ निस्केर आऊँ न भनेर निस्किरहेको खासमा काम त्यस्तो धेरै केही पनि छैन हाम्रो तर पनि अब बसेर अल्छी लाग्छ नि त कति दिनसम्म रुममै बसेको गर्दाखेरि अनि यसो घुमिन्छ पनि गएर पनि आऊँ भिडियो पनि बनाऊँ भनेर निस्केको हो अब हेरौँ हामी कहाँ जान्छौँ गइसकेपछि मात्रै थाहा हुन्छ ल अब मेट्रोमा गए पछाडि यो चाहिँ कन्टिन्यू हुन्छ है गाइस हाम्रो मेट्रो बस पनि आयो ल अब चाहिँ हामी निक्ल्यौँ यहाँबाट अब मेट्रो स्टेसन पनि आउनु थाल्यो अब जानु पुगिन्छ हामी यहाँबाट उत्र्यौँ ओम घोलिना मेट्रो स्टेसनबाट अब हामी कहाँ जाने हो बिर्स्यो हामी जाने हो भेन्डम मल मरिना टावर भने हो अब त्यहाँ अब हेरौँ त्यहाँ गइसकेपछि थाहा हुन्छ बाहिरको भ्यू चाहिँ यस्तो छ है गाइस तर हिजोभन्दा आज अलिक जाडो जस्तो लाग्यो नि भिडियो चाहिँ उज्यालो आउँदैन भन्ने हो नत्र भन्दा रमाइलो हुन्छ होइन आज पनि चिसो छ नि लिफ्टबाट जाने कि हिँड्दै जाने हो ल हामी चाहिँ अब मेट्रो स्टेसन आयौँ अब यहाँबाट जाँदैछौँ पुग्छौँ पनि एकैछिनमा धेरै टाढा पनि छैन एकैछिन हो हेर्दा मात्र टाढा हो मेट्रोमा चढिसकेपछि एकैछिनमा पुगिहालिन्छ नि बरु ट्याक्सीमा चाहिँ कति टाइम लाग्यो जस्तो लाग्छ ट्याक्सीमा त एकैछिनमा पुगिन्छ क्या यही चढ्नु हो मात्रै हो कि एकैछिनमा ट्याक्सीमा त यस्तो हो नि त बुढी ट्याक्सीमा चाहिँ कस्तो हुन्छ भने सिग्नलहरू धेरै हुन्छ फ्री 2 रुपियाँ मात्रै भनेको नत्र भने ट्याक्सीमा त धेरै पैसा लाग्छ हामी ठ्याक्कै मेट्रो स्टेसनतिर आइपुग्न थाल्यौँ
अझै आइपुग्यो भनेर कति भन्ने सबभन्दा मेट्रो स्टेसनमा बढी हिँड्न पर्ने ओम घलिना मेट्रो स्टेसन हो गाइज अलिअलि हिँड्ने होइन धेरै हिँडिसक्यो त मेट्रो चढ्न आउँदा पनि एक्सर्साइज राम्रो हुन्छ नि त रुममा बस्दा बस्दा केही नगर्ने मान्छेलाई मेरो बुढा चाहिँ रुममा भनेको ड्युटी जानुभयो भने जानुभयो ड्युटी जानु भएन भने सुत्यो हो पानी पनि बेडमा अनि सबै थोक बेड अब धेरै छैन पुग्न आँट्यौँ पुग्न आँट्यो तर हाम्रो डेस्टिनेसनमा चाहिँ पुग्न थालेको छैन चढ्न चाहिँ थालेको हो ठ्याक्क अब हामी चाहिँ मेट्रो स्टेसन यहाँ आइपुग्यौँ औ घोलिना मेट्रो स्टेसन गाइज है यता हेरमा यस्तो भिड हुन्छ यहाँ पनि यहाँ होइन नि धेरै भिड हुने भनेर चाहिँ मुसिरेपमा हो खोइ मेरो कार्ड ल्याऊ अब चाहिँ हामी यसरी मेट्रो स्टेसन ल यता हेरमा यहाँबाट पनि मेट्रो स्टेसनबाट निक्ल्यौँ पुग्न थाल्यो मेट्रो पनि आइरहेको रहेछ चच्चार जाउँ मेट्रो स्टेसन पनि छुट्यो ठिक्क हामी पनि आइपुग्यौँ ठिक्क छुट्यो पनि अब अर्को आउँछ एकछिनमा मेट्रो त छुट्यो त माया छुट्यो ठिक्क आइ पनि पुग्यौँ ठ्याक्कै ढुक्का पनि लाग्यो क्या अब कति मिनट कुर्नुपर्छ थाहा छ 12 ठ्याक्कै 12 मिनट रोक्नुपर्छ अब हामी चाहिँ यहाँ बसेर गफ गर्दै मेट्रो कुर्छौँ 12 मिनट भनेको हामीलाई खासै ठुलो कुरा होइन अघि मेट्रो बस पनि एउटा छुटेर अर्कोमा आयौँ अहिले मेट्रो पनि टक्कै हामी पनि आउनु टक्कै ढोका बन्द भएर गयो फेरि पर्खिन्छौँ बुढाबुढी गफ गर्छौँ पर्खिन्छौँ यस्तै हो ठ्याक्कै 12 मिनट कुर्नुपर्छ अब मेट्रो गयो यो चाहिँ हाम्रो फर्स्ट भिडियो युट्युबमा अपलोड गर्न आँटेको अनि हामीलाई धेरै आइडिया छैन कसरी गर्ने के गर्ने तर पनि हामी ट्राई गर्दैछौँ भिडियो बनाउँदैछौँ सायद हामी पोस्ट पनि गर्छौँ होला केही कथम गरेनौँ भने पनि हामीलाई मेमोरी हुन्छ ठिक छ अब चाहिँ हामी उता मेट्रो चढेपछि गर्छौँ गाइज हामी चाहिँ कहाँ जाने मा हामी अहिले अब जान्छौँ यो स्टेसन सबै लास्ट यो लक्टफिया लक्तिबियाबाट पनि ट्रेम चढेर जानुपर्छ तिमीले भनेको ठाउँमा थाहा छ तर अहिले गएको होइन हामी ऊ चाहिँ गएको थियो 2022मा होइन वर्ल्ड कपको बेला थाहा छ कहाँ चढ्नुपर्छ कसरी चढ्नुपर्छ कुन मेट्रो बस पक्र्नुपर्छ कसरी पुग्ने सबै मलाई थाहा छ लक्टफिया जाने चाहिँ त्यही भएर अब हामी जाँदैछौँ लक्टफिया किनभने त्यहाँ एकदम राम्रो छ लाइटिङहरू हाम्रो चाहिँ प्लान क्यान्सल भएर द पियर अफ कतार जाने भनेको थियौँ त्यहाँ नजाने भयौँ अनि अर्कै ठाउँ जाने भयौँ त्यसको लागि चाहिँ हामीले ट्रेन चेन्ज गर्नुपर्छ होइन त्यही बाटो हो बाटो चाहिँ किन चेन्ज गर्नुपर्छ के चेन्ज गरे होइन अलिकति अगाडि र पछाडि हो नि हामी निस्केको चाहिँ लक्तिबियामा उत्रिने हो उत्रेको चाहिँ रहेछौँ मलाई लाग्यो हामी चेन्ज गर्दैछौँ भनेर किनभने अघि त्यसै भन्नुभएको थियो सो अब चाहिँ हामी निस्क्यौँ तर हामी द पियर अफ कतार गएनौँ छ यहाँ हेर्नु त ब्यागमा ओ एउटा तपाईँको अर्को मेरो अब हामी कता जाने ल यता कि यता हामी कहाँ जाँदैछौँ मैले त जाँदै जहाँ जाने भनेर पनि भने तर जाने चाहिँ कता यता जाने हो कि यता जाने हो ल कहाँ यो लक्टफिया आएर उत्रेको द पियर अफ कतार जाने भनेर कि अन्तै हो त यो चाहिँ हामी अब ट्याम छैन यता जाने हो कि ए उत्रेन चाहिँ एउटै ठाउँमा यो लक्टफिया नै हो लाग्थ्यो बिहान नै हो मैले कस्तो याद गर्नु अनि मलाई सबै थाहा छ भने होइन पियर अफ कतार जान चाहिँ माथि अनि के अरे यो कुन ठाउँ रे यो मरिना टावर जानु ला मरिना टावर जानु चाहिँ तलदेखि ट्रेनले ल यहाँ पनि खुल्दै रहेछ ल छिटो जाउँ चाहिँ खुल्यो जाँदै होइन गइसक्यो नि अब चढी तर यहाँ हिँडेको छैन नि हामी चाहिँ अब आइपुग्यौँ पुग्न आँट्यौँ अब उत्रेर जस्तो सक्यो
यसरी जाँदैछौँ हामी। हामी यो ट्राम चढेर आएको थियौँ त्यहाँ पछाडिको, अनि यहाँ उत्रौँ, तर हामी अर्को साइड उत्रिन्छौँ किनभने हामी यहाँ पहिला ट्राम चढेर आएको थिएनौँ, त्यही भएर अब एकैछिन हिँडेर पछाडिपट्टि जाने। कतापट्टि पछाडि भनेको चाहिँ यो हामी चाहिँ जहाँ भनेको थियौँ त्यहीँ आइपुग्यौँ। हामीलाई कहाँ भनेको थियो बुढी? यहीँ होइन? हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगेको छौँ। यही हो है, अन्तिममा चाहिँ हामी यहाँनिर आयौँ। अनि के भन्छ, तर अझै एकछिन हिँड्दैछौँ हामी। ठिक हामी पछाडिको स्टेसन उत्रिन्छौँ, त्यही भएर अलिकति यस्तो घुम्नु चाहिँ पर्यो हामीले, तर केही छैन। यस्तो धेरै चिसो रहेछ होइन, त्यसै पनि बाहिर निस्किँदा त चिसै छ। यहाँ अझै अलिक बेसी चिसो जस्तो लाग्यो मलाई चाहिँ। तपाईँलाई कस्तो लाग्यो बुढा? मेरो बुढाको मुख त कस्तो कालो आएको। म मान्छे कालो हो। यतातिर आउनुपर्छ, फेरि उज्यालो छ नि। यता लाइट पर्छ ठिक्क, अनि यता अलिकति उदाएर देखिन्छ, त्यही भएर टाढो। बेलुका हिँडेपछि प्रब्लम भनेको यही हो, हिँड्दा त रमाइलो हुन्छ, घाम हुँदैन, शीतल आनन्द हुन्छ। तर फोटो खिच्नु पऱ्यो, भिडियो बनाउनु पऱ्यो भने कुनै कुनै ठाउँमा त लाइटै हुँदैन, अनि कुनै कुनै ठाउँमा लाइट पर्छ, तिनीहरू खिच्यो है। कसो मेरो बुढा ज्ञानी भन्ने त भन्छु मात्रै म, नामले मात्रै भन्छु ज्ञानी भनेर। यस्तो धेरै नखरा, यति धेरै नखरा, त्यति नखरा त मैले आफू पनि पार्दिनँ भन्न। म मेरो छोराको पनि त्यति धेरै नखरा मैले उठाउनु परेन, त्यति चाहिँ मैले मेरो बुढाको उठाउनु। एकदम नाटक पार्ने, मुखले एकदम ठिक पार्ने, व्यवहारमा केही जिरो भएको को भन्दाखेरि मेरो बुढा। मुखले माया गर्छु भन्ने नाटक पार्ने, म विदेश नआउन्जेलसम्म त आइज मात्रै न, म यस्तो माया गर्छु बुढी भन्ने मान्छेले म आएपछि छैन, केही मतलब छैन मेरो बुढीको, केही मतलब छैन, आफ्नो मात्रै। के कसो बुढा? अहिले भनेपछि माया गरेर छैन। त्यस्तो कसको बुढा हुनुहुन्छ कोनी, मुखले चाहिँ एकदम धेरै माया गर्छु भन्ने, व्यवहारमा चाहिँ नदेखाउने। होइन त्यस्तो केही पनि होइन। उसलाई चाहिँ अब ड्युटीबाट आए पछाडि खानासाना बनाएर राखिदिनु पर्यो, तर उसको ड्युटी छैन, केही पनि छैन। खाना बनाएर खुवाउनु पर्यो, त्यो त मैले लिएर जानु पर्यो। ए ओहो, एकदम खुसी हो है। अनि मैले चाहिँ उसले गरिदिएर बुढाले खाना बनाउनु भन्ने त यो के भन्छ नि, त्यो सपनामा पनि नसोच्दा पनि हुन्छ, बनाउने सबै मैले हो। खाना पनि मिठो, यो भयो अर्को काट। खाना पनि मिठो भएन भन्नुहुन्छ कहिले काहीँ। मिठोलाई त मिठै भन्ने हो, नमिठोलाई नमिठै भन्ने हो, नमिठोलाई मिठो भन्न मैले आउँदैन। कति मेहनत गरेर बनाएको हुन्छु। यहाँ हेर्नु न कति राम्रो देखिन्छ यहाँनिर भिडियोहरू खिच्दा पनि। कस्तो छ बुढा? राम्रो छ। अब चाहिँ हामी आइपुग्यौँ यता हेर माया। होइन नि, यो त अगाडि नै हो नि, यस्तै हो नि, यस्तै हो। होइन हामी अर्को स्टेसनमा मात्र उत्रे हो कि काम भएर। ल बुढी ल भन, अब हामी यहाँबाट जाने हो कि के गर्ने हो? रातो बोलिरहेछ है, के गर्ने हो यहाँबाट? छिटो न भन्न। रातो बोल्यो भने जाने हो त? जाने भए चुप लाएर हिँडाउनु त किन चुप लाएर बस्यो त फेरि? ल रमाइलो लाग्यो। रमाइलो हुने, आनन्द हुने खालको ठाउँ पनि छ, तर चिसो, एकदम धेरै चिसो। हामी चाहिँ यहाँ आइपुगिसकेको छौँ, अनि यस्तो राम्रो मौसम, यति रमाइलो ठाउँ छ हो। के भन्नु, तपाईँ के भन्ने बुढा? म के भन्नु, आनन्द आउने ठाउँ क्या, मन शान्ति हुने ठाउँको। अब हामी भनेर टावर आयौँ। यता चाहिँ यो चाहिँ हिँड्न मल हो। चाँडो भएछ र बेलामा है। यता बोटहरू पनि देखाऊ, सिपहरू, म्याचहरू। जाउँ उता कफी सफी खाउँ, हामी जाउँ उता कफी खाउँ।
मेरो बुढा चाहिँ मेरो भिडियो खिचिदिएर यसरी उभिराख्नु भएको छ ब्याग बोकेर। कस्तो लागिरहेको छ बुढा? यो ब्याग फु कसो गर्दिम त्यहाँ ब्यागभित्र फेरि खजाना छ नि मेरो। तर साँच्चै खसिरहेको कि ल जाउँ ल जाउँ ल तर लास्ट चिसो के खाउँ हो होइन के खानु र? कफी सफी के खाउँ स्यान्डविचहरू चिसो चाहिँ लास्टै चिसो रहेछ क्या अहिले पनि। हामीले यस्तो धेरै चिसो होला भन्ने चाहिँ सोचेको थिएनौँ तर एकदम धेरै चिसो। यो चाहिँ हामी घुमिसक्यौँ। अब लाग्छौँ हाम्रै रुमतिर किनभने धेरै रात पनि भइसक्यो है पुरा। राति चाहिँ भर्छ है कति बज्यो? 9 बजी खाँदै 9 बजेछ। अब हामी जान्छौँ रुममा। भोलि मेरो बुढाको पनि ड्युटी छ। सो यति हो, घुम्यौँ बस्यौँ एकछिन, रमाइलो भयो। केही भन्नुहुन्छ बुढा लास्टमा? केही पनि भन्नु छैन होइन, घुमेर पनि सक्यो। अब के खानुपर्छ, बुढी भोक पनि लाग्यो अनि जानुपर्छ रुममा। ओके, केही भन्नु छैन मलाई। अब हामी यहाँदेखि निस्क्यौँ। के हुनुहुन्छ म पछि पछि। अब चाहिँ हामी निस्क्यौँ। सायद यति नै हुन्छ होला हाम्रो ब्लग। अब हामी रुम जान्छौँ किनभने फोनमा पनि चार्ज छैन। ओके, आजलाई यति नै। फेरि पनि हामीलाई इन्ट्रेस्ट लाग्यो भने हामी फेरि पनि ब्लग बनाउँछौँ। हेरौँ के हुन्छ। बुढा केही भन्नुहुन्छ कि लास्टमा? केही पनि छैन, अघि जस्तै फेरि मेरो त छुट्यो, टाइम छुट्यो। टाइम चाहिँ यहाँदेखि जाँदैछ तपाईँले के छुट्ने पनि केही छैन, अर्को त आइहाल्छ होइन। आइहाल्छ। हामी चाहिँ घुमेर सकेर अनि थोरै सब्जी लिएर पनि जानु पऱ्यो भनेर सब्जीहरू किन्यौँ। यहाँ छ हाम्रो झोला। अनि हामी खाना थाल्यौँ। आइसक्रिम भन्ने यसको नाम के हो? आइसक्रिम यो त स्यान्डविच हो, यो स्यान्डविच आइसक्रिम स्यान्डविच हो यो चाहिँ। मिठो मिठोको ब्यागमा पनि छ, निकाल्नु त।